साबुरी बरसमा पानी एकदम डेन्जर आइसकेको छ तलतिर हामी एकदम यस्तो नानीहरू एकदम है चढेर लाग्यो तल हेर्नुहोस् है हारिङपट्टि हेर्नुहोस् त ओके यस्तो उरीबाट छ यार है गाइस काम हरेकको काम गरेर आज दिनभरि है यस्तो माहौल छ धेरै भाइहरूले काम गर्नुभएको छ यस्तो पानी हुरी पतासमा पनि एकदम लागि पऱ्यो भाइले ओ गाडी त्यो भेनको सिसा लाएर आउनु न तपाईँ है पानी पऱ्यो है भरेङ यति हाम्रो यतिको बनिसक्यो भरेङ सबै पुरै फुल गऱ्यो पानी पनि आयो अब एउटा पाइप हाल्नै सक्यो गाइस हाम्रो काम सिधिसकेको छ यस्तो पानी यो मौसममा मेरो भाइ प्यारो भाइहरूले यसरी काम गरिदिनु भएको छ धेरै धेरै धन्यवाद यहाँ ढोकाको काम चाहिँ रह्यो पुगेन अब काठको नेक्स्ट टाइमको लागि राख्यौँ फलाम यति रहेको छ दुईवटा पाइप रहेको छ अरू नाप है भाइ के ल्याउनु पर्छ पछि है नाप देऊ ल ढोकालाई कति चाहिन्छ यो ढोकालाई एउटा भाइ है पाइपको सामान नपुगेको अब जति पुग्ने हामीले बनाइसकेका छौँ कि हरेक पनि यसरी बनाइसकेका छौँ गुटुक यसरी चढ्ने बनाइसकेका छौँ सर्लक्क माथि आनन्द डर छैन बलियो गरे केटा होइन ल यसरी हामी तल आयौँ फेरि फर्क्यौँ ओ माई गड हात त पुरै कालो ल हो भाइहरू आऊ हात कालो पानीमा भिज्यो है यस्तो चेक गर्न जाँदा पुरै कालो भएको छ भित्ता लगाइसकेको छ कुर्सीहरू यहाँ ल्याएका छौँ यो अर्को त ब्लडमा त खुट्टा सुट्टा हुनुहुन्छ उहाँहरू बसिरहनु भएको छ सबै गुरुबाको नि त बाग्रोतिर यसरी यहाँ चेन गेट पनि भइसकेको छ है बत्ती नवीन बत्ती बाल्नु त चेन गेट रेडी भइसकेको छ है चेन गेट अब कालो रङ लगाउनु बाँकी छ गिरिज हाल्नुपर्छ यहाँ माथि गिरिज अनि यहाँ पार बनाउनु बाँकी छ यहाँ ल गाइस हामी चाहिँ बागकोटबाट 7 बजे हिँडेर अहिले हामी यहाँ गुर्जे भन्ज्याङ सुकुटी खाने घरमा आइपुगेका छौँ सुकुटी सिद्धियो होइन त हो त्यही छ भने सुकुटी कस्तो लाग्यो सुकुटी मिठो छ एकदम मिठो छ हामी खाएर चाहिँ अब चाउमिन पनि खाँदैछौँ त्यो सुकुटी 2 प्लेट भने होइन आउँदैछ है 9 बज्यो धन्न यो 9 बजीसम्म खोलिएको थियो
भाइ त कम अब लिने होइन त एकदम लिने अब भइगयो त अब हामी घुर्बा कति पिरो रहेछ सुकुटी एकदम टेस्टी दामी स्वादिलो एकदमै नवीन कति पिरो भयो खड्का दाजु एकदम ठिक छ ठिक छ एकदम पिरो मिठो छ? मिठो पिरो टेस्ट यसलाई त पिरै भनिदिनु पिरो भयो यस्तो चाहिँ हाँसको गाइस अब हामी खाएर चाहिँ निस्क्यौँ है खड्का दाजु यहीँ होटलमा बस्ने भयो अब हामीले निस्किसक्यौँ हाम्रो भ्यान आइसक्यो नवीन जानुहोस् नवीन लिनुभयो रामान लाग्नु भइसक्यो गुरुबान लाग्नु भइसक्यो हाम्रो पजेरोमा हाम्रो चढ्ने बेला भइसक्यो हाम्रो पजेरो हामी चढ्न लाग्यौँ गाइस अब खड्का दाजु आउनु भयो नि यहीँ बस्छ जस्तो छ